So hey guys, welcome back to my YouTube channel. And after a long time है अहिले त्यही हो आजभोलि फेरि बसे बाख्रा चराउन आएको बाख्रा चाहिँ 3टा मात्रै छ नि त अनि अरू चाहिँ सबै उता पठाइदिइहाल्यो अनि त्यही भएर 3टा मात्रै छ त्यसको लागि चाहिँ दुनिया थरी गर्नु पर्दैन क्या यता यतातिर अनि यता यो कुचो घारतिर राख्दैछु हुन्छ म यता माथि डिलमा बसेर हेरे पनि हुन्छ क्या 3टा बाख्रालाई चाहिँ अनि अब देख्न सक्नुहुन्छ हाम्रो घरको आँप यत्रो भएको छ अलि लिची चाहिँ यत्रो भएको छ है देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ लिची होइन सानसानै छ अरूको हेर्दाखेरि होइन यत्रो भइसक्यो अरूको हाम्रो त बल्ल यत्रो छ ऊ बाख्रा यतापट्टि छ यो अब ब्याउने हुन लागिरहेन होला चाहिँ नपठाइदिएको नत्र सबै हटाउने बनाएको थियो क्या अनि त्यो एउटा सानो छ नि त त्यही भएर पनि हो अनि अब चाहिँ अब हटाएर चाहिँ भैँसी हाल्ने भन्नुभएको थियो मम्मीले अनि त्यही भएर चाहिँ हो यो 3टा मात्रै छ अब यिनीहरूलाई चाहिँ उठ्दै जान दिन्छु म जाऊ त यो मान्छे भएपछि हुर्क्यो अब आमा त्यो जान्न ओइ फेरि सुरुमै लिचीमै जानुभयो नि तिमीहरूलाई ए लिची यति कराउँछ यो हेर्न पेट स्याप्पै छ आमाको दुधै छैन नि त अनि त्यही भएर खानै पाएन अनि त्यही हो अब आमाहरू चाहिँ यो पछाडि गइसक्यो यो यता कराकरै हुन्छ अब यो आमाले बोलाउँदा पनि फेरि जाँदैन क्या बाटै थाहा हुँदैन यसलाई यहाँ पनि त्यस्तो यहाँ चाहिँ त्यस्तो बिजी छैन लिची उयो चाहिँ अलिअलि छ पकै छ त्यहाँ चाहिँ यहाँ चाहिँ अलिअलि मात्रै रहेछ क्या अब आइज आऊ आइज आऊ 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 मात्र उभ्याएको अनि देख्न सक्नुहुन्छ यो हाम्रो केरलाको झ्याल यो चाहिँ अनि यता फेरि मकै भइहाल्यो यता मकै भइहाल्यो हेर्न फुत्रु यता बस यो चाहिँ मकै भइहाल्यो मकै रोपेको छ यता चाहिँ अनि यतापट्टि केरा भइहाल्यो अनि यहाँको आँप चाहिँ फेरि कस्तो छ भनेदेखि तपाईँहरूलाई देखाइहाल्छु यहाँको यहाँको आँप कस्तो छ भनेदेखि यस्तो कि हेर्नु न आफै फुटिजाने खाले छ क्या आँपहरू त्यहाँ पनि फुटेछ अनि यहीँ फुटेछ के भएर फुटाएको थाहा छैन तर यहाँको आँप चाहिँ यस्तै छ क्या त्यो आफै पट गरेर फुटिजाने छ क्या आँपहरू राम्रो पनि छैन फेरि यस्तो हुन्छ फेरि मिठो चाहिँ मिठै छ योभन्दा अघिल्लो वर्ष त्यो फलाएको थियो होइन अनि त्यति बेला अलिक पातलो थियो नि त अनि अहिले चाहिँ बाक्लो भइसक्यो यो फेरि हेर्नु नै यसरी फुटिजान्छ क्या के भएको अब यस्तै खाले होला कि यो अनि यस्तै दाग बस्ने खाले सबै यस्तै हो कि फुटिजाने खाले फुट्यो अनि चुडी गयो यो त सक्दैन छ बाख्रा छोडेपछि यस्तै हो यता हाम्रो बिरालो यहाँ यता बाख्राहरू जहाँ छ बाख्रा यहाँ अनि उता माथि छ बिरालो यहाँ बिराल चाहिँ यो बाख्रा चराउनु भनेपछि आइहाल्छ कि यो होइन घरबाट माथिबाट तल जब अहिले बाख्रा खोज्दै जानुपर्छ भने आइहाल्छ कि आऊ के भयो खुट्टा मार के भयो जमाइदियो माथि माथि जाने बाख्रा यता माथि गयो अब यो र म चाहिँ अब ऊ यतै माथि यहाँ डाँडामा गएर बस्छु यहाँ आँपको फेदमा जमाइदे ओइ हेर्न यो त आऊ जाऊ ओइ आऊ आइज आऊ हेर्न त्यो झन् सुधिआयो आइज म त गयो है उता बजु माथि आँपको फेदमा गएर बस्छु कि किनभनेदेखि बाख्रा हेर्न ऊ त्यहाँ माथि चढिसक्यो ऊ यता कता हो बाख्रा
त्यहाँनिर कालो त्यहाँनिर पुगिसक्यो अनि बाजेले त्यहाँनिर बाजेले चाहिँ बिहानै कति 11 बजीतिरै छोडेको होला अनि त्यहाँ बाख्रा हाल्नु ला अब थुन्नु ला मैले चाहिँ भर्खरै खोलेको आइया हेर्न आँप कस्तो छ है आँपै अब हेर्न खतक्कै फल आजकल त त्योभन्दा अघिल्लो वर्ष चाहिँ खासै थिएन यो पालि चाहिँ खतरा फल आजको भ्यू अहिले हेर्नु अब दामी भएको छ आज चाहिँ बाजेले बाख्रालाई कराएर अनि हेर्न गइमै छ आँप हेर्नु त्यस्तो छपक्कै छ कि यहाँ है पहिला यसरी भएको भए सकिसक्थ्यो अहिले भएर सक्छ छैन घर त त्यहाँ कोही छैन घरमा आँप त यही बुटमा होला कि छपक्कै फलेको हेर्नु आम्बो छट यस्तोरी भयो यतापट्टि होइन चारैपट्टि उस्तै यतापट्टि हेर्ने चारैपट्टि यस्तै हो यो छपक्कै छ क्या आँप अनि यो ठुल्बाउ घरको भइहाल्यो यो ठुल्बाउको घर काका घर तल ठुल्बाको घर काका घर सबै तल ठुल्बाको घर तपाईँहरूले देख्न सक्नुहुन्छ घरमा कोही पनि छैन घर ढोका त बन्द छ म यता बाख्रा हेरिरहेको क्या बाख्रा त्यहाँनिर मस्त 3जना मिलेर त्यो मकै खाइरहेको अब म चाहिँ तिनीहरूको लागि बाख्राको लागि भनेर चाहिँ अब म यहाँ यसमा पानी बनाउँछु अनि त्यसपछि म लगिदिन्छु तिनीहरूलाई सो गाइस देख्न सक्नुहुन्छ मैले पानी बनाइदिइसकेँ अब चाहिँ म पानी लगेर राखिदिन्छु तिनीहरू चाहिँ कता त्यो थाहा हो त्यो त माथि छ तिनीहरू अनि यतापट्टि यो चाहिँ देखाउनु बिर्सेछ यतापट्टिको चाहिँ यो खुर्सानी हो कि खुर्सानीको बोट हो अनि यसरी घेरिदिनु भएको छ ड्याडीले मैले चाहिँ यसरी राखिदिएँ अब चाहिँ म माथि गएर यो पुऱ्याउँछु अनि पुऱ्याएर चाहिँ म त्यो डेलतिर बस्छु क्या त्यहाँबाट चाहिँ म बाख्रा हेर्छु बाख्राहरू यतै त छ त्यहाँ डाँडाबाट देखिहाल्छ नि फेरि उतापट्टि जानिदिनु न फेरि उतापट्टि गयो भने फेरि उता पोखरेलले गर्छ कराएको छु त्यसले ल कता पुग्यो ओ पुगिसक्यो अब यो डाँडा उतापट्टि गयो भने कराउँछ फेरि अनि आजको भ्लग चाहिँ नर्मल्ली टाइपको हुन्छ होइन अनि भिडियो एडिटिङ यताउति पनि नर्मली नै हुन्छ किनभने मेरो धेरै टाइम छैन नि त म पनि अब अर्कै ठाउँमा बिजी भएर आउँछु नि त म अनि त्यही भएर चाहिँ आज कति दिन भइसक्यो नि त भिडियो नहालेको अनि त्यही भएर अब त्यही भएर होइन आज चाहिँ भिडियो हालिदिनु लाग्यो जे होस् नर्मल्ली नै हुन्छ सबै भिडियोहरू त्यो नर्मल्ली भए पनि माया गरिदिनु होला तपाईँहरूले हेर्नु न यस्तो झ्याङ छ है पुरै यो मान्छे छिर्नु सक्दैन कि यो झ्याङमा कति जनावर होला है कति जनावरको गुड पनि होला यहाँ त घुमी फ्री यो त महिनी राखेको भनेको म यता आइसकेँ यो अघि उता थियो अहिले यता आइसकेँ घुमी फेरि यो पनि हेर्नु न यतै आइसक्यो आमा ऊ त्यो त पहाडी गइसक्यो त्यही पनि यसलाई मतलब छैन ल त्यही हो आजको भिडियो चाहिँ यति नै हुन्छ के कस्तो लाग्यो तपाईँहरूलाई यो चाहिँ नर्मल्ली नै भिडियो हो होइन के कस्तो लाग्यो तपाईँहरूलाई आफ्नो प्रतिक्रिया दिनु होला थ्याङ्क्स फर वाचिङ फुल भिडियो बाई बाई